यो अरुण थर्डको यो माथिल्लो ड्याम साइडको माथि पारिपट्टि यो भन्न आएन यो ठाउँ फेरि यो वारिपट्टिको यता अरुण तरेर माथिल्लोपट्टिको ड्याम ठाउँबाट चाहिँ यो यसरी बनाएर लगेको रहेछ, स्ल्याब बनाएर लगेको है। यो हाम्रोतिर खरै हुन्थ्यो यस्तो, त्यस्तो बनाएर लगेर यो तलको भाग यस्तो देखिँदो रहेछ। यहाँबाट सम्पूर्ण अरुण थर्ड देखिँदो रहेछ है। यस्तो रहेछ है यो पारिपट्टि जो क्रसरहरू विभिन्न मेसिनहरू औजारहरू राखेको ठाउँ होइन त्यहाँ। अनि त्यो सुरुङ यहाँनिर रहेछ, त्यहाँबाट सुरुङ त मान्छे पस्ने गाडी पस्नेहरू यो हो, यहाँदेखि छिर्दो रहेछन्। अनि पानी जाने चाहिँ भनेको तपाईँको अब यहाँदेखि रहेछ है यो पानी यहाँबाट छिर्ने अरे र उतापट्टि निस्किन्छ। अब यहाँभन्दा उ बाँध हुन्छ। अब यो बन्दैछ, यो तलबाट यो स्ट्रक्चरको काम आउँदैछ, बनेर अगाडि बढ्दैछ। अब यो कति अल्गो बनाउने हो त्यो माथिल्लोको लेभल भनेको सुनिँदैछ। यो हेर्नलाई एकदमै मनमोहित ठाउँ देखिँदो रहेछ। माथिको यो डाँडा ल यस्तो छ है। यो माथि देखिने चाहिँ नुम बजार, यो चाहिँ नुम बजार भन्दो रहेछ।